राष्ट्रिय एकताको लागि राजाको अति आवश्यक छ। जबसम्म हामीले ज्ञानेन्द्र सरकारलाई, श्रीपाद महाराज ज्ञानेन्द्र सरकारलाई नारायणी लगेर गद्दी आरोहण गराउँदैनौँ, त्यति बेलासम्म नेपालमा राष्ट्रिय एकता कायम हुन सक्ने अवस्था देखिएन। त्यसकारण राष्ट्रिय एकताको लागि, राष्ट्रिय स्वाभिमानको लागि, राष्ट्रिय गौरवको लागि हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश ल्याउँछौँ 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 यो देशको लागि राजा ल्याउँछौँ, यो देशको लागि, यो देशको लागि, राष्ट्रिय एकताको लागि, राष्ट्रिय एकताको लागि ल्याउँछौँ ल्याउँछौँ। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ, अहिले जो सडक पेटीमा पंक्तिबद्ध भएर बसिरहनु भएको छ, अब केही क्षणमा हाम्रा प्यारा राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको सवारी यही मार्गबाट आउँदैछ। सवारी साधन तपाईहरुको अगाडि आएपछि तरतल ध्वनिका साथ हाम्रा प्यारा राजालाई स्वागत गरिदिनु हुन हामी हार्दिक हार्दिक आग्रह गर्दछौँ। अहिले लाखौं लाखौं संख्यामा जुन अहिले हामीले पैदल यात्रा गरिरहेका छौँ, मोटरसाइकलमा यात्रा गरिरहेका छौँ, यहाँदेखि नारायण गोपालको निर्मल निवाससम्म यतिकै सडकमा दोहोरो लाइनमा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू उपस्थित भएर आफ्नो प्यारो राजाको स्वागतको लागि उपस्थित भइरहनु भएको छ। त्यसैले तपाईहरूले हातमा फूलको गुच्छा, फूलको थुलाहरू लिएको भए त्यसलाई चढाउने हिसाबले समर्पण गर्नुहोला। अब हातमा लिन सक्ने सम्भव नहुन सक्दछ, त्यसकारणले चढाउन हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, राजा